र आज फेरि पनि म यो दास ग्यारेजमा आइपुगेको छु है। अनि कुरा के हो भने म पनि केही दिन अघिदेखिको यो भिडियोजहरू बनाइरहेको छु होइन, भ्लग्सहरू बनाइरहेको छु। हुन त अब त्यति भयङ्कर भ्लग्सहरू चाहिँ हुँदैन हाम्रो, तर पनि अब यो केही 2-3 महिनादेखिको यसो कोसिस गरिरहेको छु होइन। अनि त्यो क्रममा के भयो भने नि मेरो यो एउटा फेसबुकले काम दिँदो रहेछ क्या, त्यो 35 फलोवर्स बढाउनु, अनि 10वटा भिडियोजहरू हाल्नु, रिल्स हाल्नु, हो त्यस्तो क्या कामहरू दिँदो रहेछ। अनि सबै कुरा कम्प्लिट हुँदो रहेछ, तर हाम्रो चाहिँ के हो भने यो 35 फलोवर्स चाहिँ अब त्यो 35 फलोवर्स बढाउनु भनेको चाहिँ एकदम ठुलो नै काम हुँदो रहेछ। सो त्यो चाहिँ कम्प्लिट हुनै सकेन। के गर्नुपर्ने हो त्यसको लागि यसो सजेस्ट गर्नुहोस् है साथीभाइहरू, के गर्नुपर्ने हो। र अब हाम्रो त अब त्यति डरलाग्दो भ्लग्सहरू पनि हुँदैन होइन। अब त्यही हो, अब गाडी हामी त चालक मान्छेहरू, गाडी कुदाएको, ग्यारेजमा गएको, अनि यताउति गेस्टहरू लगेर साइट सिनहरू गर्ने क्रमको फोटो भिडियोजहरू मात्रै हुन्छ होइन। सो त्यही क्रममा म पनि आएको छु आज यो दास अटोमोबाइलमा आएको छु है। म डेन्टिङ पेन्टिङको कामहरू, इलेक्ट्रिक वेल्डिङको कामहरू, ग्यास वेल्डिङको कामहरू, सबै कामहरू यहाँ गर्दो रहेछ। अनि म्याक्सिमम् इनोभाहरू होइन यहाँनिर बनाउन आउँदो रहेछ। त्यही क्रममा म पनि आएको छु र केही दिन अघिदेखि मेरो पनि काम गरिरहेको छु गाडीको है। काम चाहिँ के हो भने मेरो चाहिँ अब इन्जेक्टरहरू बिग्रेको थियो होइन, गाडीको तानहरू धेरै घटेको थियो। सो म पनि त्यही क्रममा यहाँ आएको छु। यहाँ जस्तो त्यही हो कुरा चाहिँ। मेरो पनि गाडी बनाउँदैछ होइन, अहिले मेरो टर्बोहरू गरिरहेको छ, अनि इन्जेक्टर पनि खोलिरहेको छ। काम गर्दैछ के कस्तो हुँदो रहेछ सबै कुरा म तपाईँहरूलाई देखाउनेछु है बनिसकेपछि। तपाईँहरू पनि यहाँ आउन सक्नुहुन्छ दास अटोमोबाइलमा। नम्बर चाहिँ यो भिडियोमा जुन देखाइरहेको छ त्यही नम्बर हो होइन। अनि यहाँ गाडीहरू हुँदो रहेछ, यस्तो छ मेरो गाडी चाहिँ यहाँनिर छ।